गहिरै हुन्छ सोच्ने शिरै हुन्छ बुझे पनि जिन्दगी दुःख पिरै हुन्छ स्वप्न देख्दा पनि आँसु पोखिन्छ माया हाँस्यो कि पीडा पोखिन्छ को पाइएला दुनियाँमा साथमै हाँसी साथमै मर्ने पारिजात फुल जस्तै रातमै फुली रातमै झर्ने रातमै फुली रातमै झर्ने ए बासा बढ्ता नबोल यो समाज हो अलि मुख सम्हालेर बोल ए जडिया चुप लगाएर बस नत्र अहिले भेट्छ ए तिमीहरू चाहिँ मान्छे कुट्न पो आएको कुटेर देखा त ए ठुल दाइ तिमी ठुलो कुरो नगर यो केटाहरू मैले लिएर आएको होइन मेरो घर परिवारले किचकिच गरेपछि मैले के गर्नु त जगी भाइ त त यो संसारमा कामै नगर्ने मान्छे भइस थुइ यी केटाहरू यी कान्छा कान्छाले कुट्न ल्याएको तपाईहरु मेरो लागि झगडा नगर्नु अस्ति एक हप्ता अगाडि जङ्गेदा मेरो घर आउनुभएको थियो बेलुका काका म जानी अट्टेरी भएर तपाईको पैसा नतिर्न खोजेको होइन मसँग अहिले पैसै छैन र मेरो जिन्दगी अहिले राउटेको जस्तो कहिले इलाम कहिले पास्ता कहिले तेर्सिन र अहिले म हुँदा हुँदै शक्तिशाली नै र तपाईलाई एउटा कुरा थाहा छँदैछ मेरो बहिनी खसेको पनि आज 1 वर्ष त्यही भएर कान्छा तेरो समस्या देखेर म तेरो घरमा नआएको तेरो काकी र छोराछोरीले मलाई मार्न आँटे त्यो कान्छालाई पैसा किन दिस भनेर मलाई केही समय दिनुस् काका म तपाईको साउ ब्याज गरेर एकमुष्ट ऋण तिर्नेछु 2-4 महिनाको कुरो होइन कान्छा मलाई हप्ता 10 दिनमा पैसा दिनुपर्छ यही कुरालाई लिएर मैले भोलि समाज राख्नु नपरोस् मैले उहाँलाई सम्पूर्ण कुरा भनिसकेको छु अब यो सम्पत्तिको नाममा यो ज्यान बाहेक मसँग केही पनि छैन अब तपाईहरु नै भनिदिनुहोस् जङ्गे दाइ तपाईँ हाम्रो घर आइराख्नु पर्दैन तपाईको पैसा यही गहना बेचेर भए पनि भोलि ल्याइदिन्छु